वेलकम टू माय यूट्यूब लाइव यहाँ चाहिँ हाम्रो वङ दिने कार्यक्रम भन्छ यसलाई चाहिँ आशीर्वाद दिने हाम्रो यता भुटनिस ल्याङ्ग्वेजबाट चाहिँ वङ भन्छ तर आशीर्वाद Tene nava cham chile gara sunu sube se shudula ho ane goda ta to u chuni male karata de se shuna se che surde pe shudula he achar tala हाम्रो पुरान मिलम सिमम बस da phale one two three bena one le kochuni mala ma jule bashu mi sta o shuna to kala so ma jule gi bisula sada badal to bena o me shuna tala हाम्रो बुद्धिस्टको पुराण हो चाहिँ पुराण भन्छ हाम्रो भाषाबाट चाहिँ मेलाम छिन्मु भन्छ तर नेपाली भाषाबाट हो भने चाहिँ पुराण यसरी आशीर्वाद दिँदै दिँदै जानुहुन्छ लामाहरूले ठुल्ठुलो लामाहरूले पण्डित गुरुजीहरूले Nasula wachi shimbo yumo do sembo mo tsuni male tindi gibe ongi lerim zona me yongi o te chida de sham chidam jena se shudola यसरी आशीर्वाद दिँदै 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 जानुहुन्छ यसरी श्रीमद् भागवत महापुराण हाम्रो बुद्धिस्टको बाटो यो चाहिँ यसरी गर्नुहुन्छ हाम्रो बुद्धिस्टबाट चाहिँ र आशीर्वाद अहिले आशीर्वाद दिने कार्यक्रम हुँदैछ अहिले चाहिँ आशीर्वाद दिनु हुँदैछ तपाईँले हेर्न सक्नुहुन्छ र भित्र अझै भव्य रूपमा भइरहेछ भित्रको दृश्य चाहिँ म अब भिडभाड भएकोले यति देखाउन सक्छु यहाँकोलाई र फेरि भोलितिर आयो भने म कोही दिन आइछु भने फेरि देखाउँछु यो 45 दिनसम्म यतिकै चलिरहन्छ र यहाँ मङ्कहरू पनि हुनुहुन्छ यस्तो सानो सानो मङ्कहरू उयो चाहिँ के भन्छ हाम्रो हुन्छ पञ्चामृत होला थिचु पञ्चामृत थिचु भनेर भन्छ म चाहिँ यहाँ पञ्चामृत थापेर खाने क्रममा चाहिँ अहिले पञ्चामृत मैले थापिसकेँ अब खाँदैछु पछि भने हामी आशीर्वाद थापेर फेरि फर्केर अब घरतर्फ लाग्छौँ भोलि पर्सि कोही दिनमा समय पायौँ भने यसै गरी आउनेछौँ र यहाँभित्र चाहिँ भव्य रूपमा हुँदैछ यहाँभित्र एउटा देख्नु सक्नुहुन्छ अलिअलि यति त देखाउनु मिलेन तपाईँहरूको त्यो दैलोबाट म यसो देखाउने कोसिस गरिहेर्छु यहाँबाट जस्तो भव्य रूपमा हुँदैछ यहाँ चाहिँ पहिलाको हाम्रो जोङ
भित्र देखाउने कोसिस गर्छु म भित्रको मुखल देख्न सक्नुहुन्छ भित्र चाहिँ यस्तो महल भएको थियो अब यहाँ चाहिँ हाम्रो चौथो राजा फोटो र अब चाहिँ हामी यो स्टेप हुँदै जाँदैछौँ अनि मान्छेहरू पनि सबै अब के भन्छ आशीर्वाद थापे पश्चात आफ्नो आफ्नो घरतर्फ लाग्ने जस्तो हुन्छ अनि भोलि फेरि यस्तै गरी सबैजना भेला हुनुहुन्छ यहाँ ठाउँबाट मान्छे आउनुहुन्छ कहाँ चाहिँबाट आउनुहुन्छ यता मुनि चाहिँ भान्साघर यता मुनि चाहिँ भान्साहरू बनाउनु हुँदो रहेछ यताको देख्न सक्नुहुन्छ मान्छेहरू यसरी मान्छेहरू अघि आएछ कोही गाडी खाँदै हेलो गाइस हेर्नु बस मान्छेहरू अब आशीर्वाद थापेर गाडीहरू सबैको यसरी पर्खिरहेको छ गाडीहरू पर्काइस मम्मीहरू गयो मम्मीहरू गयो भने हेर्न सक्नुहुन्छ अब हामी भिडियो बनाउँदै जानेछौँ हजुरले पनि चाहिँ हाम्रो दिउँसो बोर्ड गर्छ चाहिँ हाम्रो पुलिसहरू हेर्न सक्नुहुन्छ यताबाट छ नि यताबाट यस्तो गरेर यता बजारहरू बजार मतलब दोकान सानो सानो लगाएको छ के कस्तो मेला जस्तो मेला पनि होइन खासमा यस्तो के बेच्नेहरू छ के कस्तो लगाउनु भएको छ त्यो पनि हेर्दै जाउँ हामी है हेर्नुहोस् यहाँ यसरी मालाहरू झुन्ड राखेको छ यस्तोहरू बेच्नु राखेको रहेछ यसरी यसरी मालाहरू किन्न सक्नुहुन्छ हजुरहरूले चाहिँ मालाहरू यसरी राखेको रहेछ बहुत सस्तो दाममा चाहिँ औँठीहरू के सबै बेच्नु राखेको रहेछ हेर्न सक्नुहुन्छ यसरी यस्तो राम्रो गरेर यसरी बेच्नुहुन्छ बिस्तारै चाहिँ सस्तो दाममा पनि पाउन सकिन्छ हामीले यो देखाउँदै जान सक्दैछ सबैजना यहाँसम्म रहेछ यहाँदेखि अझै तल पनि रहेछ देखाउँछ हेर्नुहोस् सबैजना फेरि फर्केर यतै हेर्नुहोस् यसरी सबै थोक बेच्नु राखेको हुन्छ यता चाहिँ सबै सस्तो पाउँछ यस्तो मार्क्सहरू पनि बेच्नुहुन्छ यहाँनिर सबै हेर्नुहोस् यस्तो दामी राखेको हुन्छ हेर्न सक्नुहुन्छ हजुरहरू सबैजना ल अब के कस्तो हुन्छ नेक्स्ट भिडियोमा भेटौँला हामी हजुरको लागि यतिमै राख्दै गर्नु हुन्छ नेक्स्ट भिडियोमा भेट्न सकिन्छ कतिबाट आएको हामी चाहिँ अहिले जुम गर्दै देखाउने कोसिस गर्छ हो यहाँदेखि आएको हामी चाहिँ यहाँ चाहिँ मान्छेहरूको कति भिड रहेछ Nimadang Tashi Gesingi
हजुर धन्यवाद अहिलेसम्म वाच गरिदिनु भयो हजुर धेरै धन्यवाद त्यो भिडियो कस्तो लाग्छ लाइक र कमेन्ट गरिदिनु होला धन्यवाद